चालू वर्ष नेपाल र चीन बीच कूटनीतिक सम्बन्ध स्थापनाको 71औं वार्षिकोत्सव हो। नमस्कार, म अजय अलौकिक। सन् 1955 अगस्त 1 मा नेपाल र चीन बीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। यसैगरी चालू वर्ष चीनको राजधानी बेजिङ स्थित श्वेत चैत्य निर्माण भएको पनि 750 वर्ष पूरा भएको छ। यो श्वेत चैत्य 13औं शताब्दीमा नेपालका राष्ट्रिय विभूति अर्निकोले बनाएको अमर कृति हो। चिनियाले पाइथास भनिने यो श्वेत चैत्य नेपाली कलाकार अर्निकोले ईस्वी सम्वत 1271 मा निर्माण थालेर सन् 1279 मा पूरा भएको उल्लेख छ। युआन राजवंश कालमा अर्निकोले आफ्नो जीवनको 45 वर्ष नेपाली कला संस्कृतिको प्रसारमा समर्पित गरेका थिए। 1244 मा नेपालको पाटनमा जन्मिएको मानिने प्रसिद्ध कलाकार अर्निकोको चीनमा सन् 1306 मा मृत्यु भएको थियो। राष्ट्रिय विभूति अर्निकोद्वारा निर्मित यो विशालकाय श्वेत चैत्य नेपाली वास्तुकला, नेपाली कलाकार र नेपालीको गौरव तथा चिनिया राष्ट्रको शान, राष्ट्रिय एकताको प्रतीक र नेपाल चीन बीचको मित्रताको प्रतीक बनेर उभिरहेको छ। बेजिङमा हालसालै आयोजित श्वेत चैत्य सांस्कृतिक सप्ताहमा अर्निकोका केही नयाँ सिर्जनाको फोटो तथा रेप्लिका सहित पुराना नेपाली शैलीका मूर्तिहरू प्रदर्शनमा राखिएका थिए। यस प्रदर्शनीलाई सिथेन फान्स्याङ नाम दिइएको छ। यसको अर्थ पश्चिम स्वर्गको बौद्ध प्रतिरूप हो र यहाँ पश्चिम स्वर्गले नेपाललाई जनाउँछ र समग्रमा नेपाली कला भन्न खोजिएको हो। अर्निकोले चीनमा बसाएको मूर्तिकला शैली नै सिथेन फान्स्याङ भन्न सकिन्छ। प्रदर्शनीमा अर्निकोले बनाएका र तत्कालीन वा अगाडिका नेपाली शैलीका बौद्ध मूर्तिहरू तथा चीनको युआन राजवंशका कलाहरू पनि राखिएका थिए। यसैगरी चीनको दक्षिण पूर्वमा रहेको चच्याङ प्रान्तको सदरमुकाम हाङचौमा भेटाइएको एक शिलालेखमा पनि अर्निकोको कलात्मक छाप पाइएको छ। हाङचौको यी मूर्तिहरूको शैली र समय अर्निकोको समय र शैलीसँग मिल्ने भएकाले त्यहाँ पनि अर्निकोको योगदान रहेको मानिन्छ। यो चिङक्वान ग्रेट वालमा अवस्थित द्वारको रेप्लिका हो। यसको निर्माण थालनी पनि अर्निकोले गरेको हुन सक्ने र पछि उनका शिष्यले पूरा गरेको अनुमान शताब्दी पुरुष सत्यमोहन जोशीले आफ्नो पुस्तकमा उल्लेख गरेका। अर्निकोले चीनमा 46 वर्षभन्दा बढी समय बिताए। सो अवधिमा उनले 3 वटा विशाल चैत्य, 9 वटा ठूला मन्दिर,
2वटा पूजा स्थल र एउटा ताओ मन्दिर बनाएका थिए। विश्वको एक विशाल महानगर बेजिङमा उभिरहेको यो श्वेत चैत्यले त्यहाँ पुग्ने जो कोहीलाई नेपालको प्रवर्धन गरिरहेको छ र दुई देशलाई पुरानो मित्रताको कथा सुनाइरहेको छ। नमस्कार, म अजय अलौकिक।